लु 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 ल बाइ 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 ल रामसँग जानु है ल ल ल ल ज्ञानी भएर गरेर बाटोमा अझै के किनिन्छ लु बाइ बाइ वही जान्छ कोही पैसा लिनु भनेको बाइ बाइ यो चाहिँ मुस्कान जाने टोलीहरू होइन त हामी जाने मान्छे त कम छौँ क्या हो बागलुङ बजार देखियो है ल है त कहाँ हिँडेको र साथीहरू ल लु अब हाम्रो मुस्कानको यात्रा भयो म त गाएँ मुस्कुराउँदै लाइ पछाडि हेरेर म देखेको त छैन छ होला कि भिडियो पनि गरेको हजुर बागलुङ गयो माथिको चाहिँ खिच्नु भनेको थियो कि मलाई साइलाले गिफ्ट आइहाल्छ नि तल यो के हो सम्मान समिति बागलुङ यहाँहरूलाई स्वागत गर्दछु बागलुङ कुन जिल्लामा पर्छ बागलुङै जिल्ला होइन बागलुङ जिल्ला होइन होइन पर्वत होइन पर्वत त पारी हो यो बागलुङ त ऊ पर्छ के आप्पाले त्यो भनेपछि सक्यो अब हामी घुम्न मात्र हिँडेको भन्दैन हौ कसैले घुम्न मात्र हिँडेको भन्दैन त सक्यो अनि कुरा किन आमाले चाहिँ
जाँदैछ कसको ल ल हात बाहिर जान्छ यो फोर पनि हात यतिबाट निस्केला है मेरो छोरी के भन्छ अघि होइन प्लेनमा चढ्ने चढ्यो हिँडेकै हिँडिरहेको यो कुन ठाउँ नाना बेनी बेनी मात्रै बेनी बजार बेनी बजार भन्नुहोस् बेनी बजार बेनीको बजार जता माया आउँदैछ नजर हट्यो बाउ सँगसँगै मर्न पाऊ जाऊ हिँड धेरै टाढा पिरतीको गाउँ मुस्कानको गाउँ भन न राम्रो रहेछ त बेनी बजार पनि कहाँ किन्यो भने लुगाहरू त्यति साइड हानेर म रेस्टुरेन्ट जान्छु पेट्रोल पम्पमा रोक्नु पर्छ फर्किँदा किन्नु पर्छ तपाईँलाई नि यहाँ उठाको लागि त काठमाडौँ किने भइगयो नि यहाँ पो चाहियो भने किन्नु भने त सानो छ क्या पार्किङ दिएर आउँछ अब भरे माथि माथि रुप्से झर्ना मासतिर यस्तै छ सबै मलाई यसमा लाग्यो त आयो होला च्याङ्रा होइन नि यो पाउँछ भने पाउँछ यो चाहिँ पो हेर्नु तपाईँहरूले लगाएको भ्याङ्ग्रामा उति सामान पुग्छ हिजो तपाईँहरूले लगाएको भ्याङ्ग्रामा त्यति धेरै सामान अट्छ क्या ओके सानोले देख्यौ धेरै आएको यसमा पुग्छ के तिनीहरूले खोइ लाइभ खोइ सधैँ सक्का किन्नु पर्यो किन सक्यो एमबी छैन अनि किन काट्नु पर्ने लाउनु न लाउनु लाइभ त चल्दैन अब चाहिँ डाटा त चल्दैन डाटा कति धेरै रहेछ बेसी झरेको क्या हो होला यो बेसी झरेको हो भित्रमा हरायो भए कसरी थाहा पाउने एउटा हरायो भए हेर्नु घुमेको कति धेरै अम्मा यो चाहिँ गुड हो क्या भिडियो चाहियो नानाले गरिरहेको यो उन चाहिँ सस्तो हुन्छ कालो मात्रै भएको चाहिँ महँगो हुन्छ यो भुत्ला यो सेतो चाहिँ सस्तो हुन्छ खैरोहरू सस्तो हुन्छ त्यो कालो चाहिँ सबसे महँगो हुन्छ त्यो त हटपट पाउँदैन पनि है ओ हेर सानो भेडाको बच्चा एकचोटि बोलाऊँ र यहाँ तर अर्कै खालको यिनीहरूको उताको त चिन्नो हुन्छ ल्याम्प जिन्दगी त्यो भ्याङ्ग्रा हिजो लाग्थ्यो नि नाना त्यसमा चाहिँ कति धेरै यिनीहरूले जे कुरा पनि लाउनु मिल्छ क्या यो लास्टको दामी चाहिँ सबैभन्दा हेरौँ न त्यो पनि डोना है तर मेरो भिडियो कस्तो रात आइरहेछ क्या
ठुलो ठुलो सिङहरू छ नि यत्रो यत्रोबाट त्योहरू अनि त्यो घुमेको त्यसलाई साँड भन्छ क्या साँड त्यो चाहिँ खतरा हो क्या बाख्रा पनि रहेछ र एउटा राजा आयो राजा हो उया हो यसको What is this thing? किन यस्तो भिडियो डमी लाग्यो कि म भने तपाईँको मार्फा अब त हामीसँग नेट छ नि वेलकम मार्फा गाउँ फाइनली के अरे ऊ पनि आयो होइन त मुस्तान यो मार्फा गाउँ हो मार्फा गाउँ तपाईँहरू के अरे साइला भनेपछि मार्फा मार्फा अनि जास् त रिचार्ज सक्छ बाइक आयो बाइक साइड लगाऊ साइड खालको ढुङ्गा ढुङ्गा गर्छ यही छ जेरी गल्ली जाऊ त लु ए यहाँ कपडाहरू पाउँदो रहेछ त ल अङ्कलसँग बस है त्यहाँ बस खाँदै गर्नुहोस् आफ्नै तालमा क्यामेरा नहेर्नुहोस् म आउँदा जोङसुङतिर छु हौ जोङसुङ मार्फा मार्फा बाप रे बाप गाडीमा को घुस्यो गाडीमा गाडी बनाएर मार्फा केही छैन कि घुम्यो होइन र हामी केही छैन त फेरि आज कोही मान्छेको कोही टाइममा जाँदैन रहेछ भर्खर निस्किँदैछ सबै
लाउनुहोस् आज लाउनुहोस् कसकोमा बजिरहेछ मेरोमा साइला हिमाल पारी मैले ग्लोभ्स लगाइरहेको हिमाल पारी के त हिमाल पारी उडी जाउँ क्या जति किन्छ नि एउटा त्यति सर्च गर्न त्यति सर्च गर्दा तान्दैन क्या मेरो जुमिङ छैन जुमिङ हिँडेकोले हो जुमिङ हिँडेको कस्तो राम्रो के होइन अलिक ठुलो होला कि बनाउनु त यति नै हो यो युट्युबबाट यति नै भयो साउन्ड अनि ठ्याक्कै यो ठाउँलाई म्याचिङ हाल्नु पर्यो के हो यार यता होटलहरू छ नि त जति है हो जुमसुम बजार आयो जुनसुन बजार जमसम बजार है गाइजहरू यो चाहिँ हुन्छ हुन्छ माथि उसमा मुक्तिनाथमा खायो नि हुन्छ मन्दिर बसेर अब घुम्न त केही छैन घुम्न किन्ने भए चाहिँ किन्नु पर्छ साइला किन्नु पर्यो बिर्सिरहेको होलसेल जमसम विमान स्टोर हेर्न त यहाँ हँ प्लेन चढेर गइदिनु क्या यता स्टोर हुन्छ अरे क्या भाइ हुन्छ हेर्दै जाउँ है हेर्दै अनुबाट रोक्नु ठुलो ठुलो स्टोरबाट लिनलाई धेरै पिस हालेको छ क्या एक पिस दिँदैन नि त यहाँ बनेर खानेकुरा स्टोर खानेकुरा ए मजा यतै यतै साउनीहरूलाई फेरि आफ्नै रहेछ यतै यतै ल किन बाबा सोध्यौँ न के हो त अनि अलिक जाउँ न अगाडि पनि राम्रो राम्रो घरहरू बनाएको रहेछ साइनाले अस्ति भनेको थियो हेर्नु साइना होलसेल पसलहरू यता यता छ हेर्नुहोस् है के लानु के मन लाग्छ काका रोप्नु पर्यो पनि आएको रहेछ यहाँनिर अब छेउ निस्कनु लाग्यो झन् छ होला होइन अब जुन आउँछ त्यही त झन् छैन जस्तो छ नाइट ज्याकेटहरू बाहिर बजारमा बिहानको बोहनी लुगा चाहिँ अब बरु नभिज्न भए भित्र फर्केर धेरै नदिनु वेस्ट हुन्छ होइन उता त झन् छ होला भाइ बजार पारी पनि छ अब बजार पारी ठुलो रहेछ नि यो एयरपोर्ट हो दामी एयरपोर्ट जमसनको एयरपोर्ट हेर्न तर गाडीमा आउनु पर्छ सबै कुरा देखिन्छ उता पर गेट थियो त साइना भाइ हजुर के आनु माथि मुक्तिनाथमा अब डाइरेक्ट बोकेर जाने भनेको कि जुसहरू रक्सीहरू त्यसो नगरौँ न है भोक लाग्छ के हामीलाई भरै 120 को चक्लेट खाँदा थाप्नु छ साइराले ब्याग लग्यो यहाँ फोटो खिच्नुमै अब बिसाएर हुँदैन ल त्यसो भए अरूले यहाँ फोटो खिच्दै गर्न हामी सामान किनेर आउँछौँ 2-3 छु म नफर्किनु फर्केको राम्रो होइन कि रोटी खिच्नु त होइन फोटो खिच्नु न यस्तो रोडमा रोक्नु हुँदैन क्या गाडी त लाइभ बसौँ है लाइभ खै गीत बजेन के भयो अफ गरेको नि मेरो लागि मेरो फोन खोइ छिटो सर्च गर्न 70 80 90 70 80 90 पहिले त सब कल्ची थियो राम्रो राम्रो गीत लगाऊ साइला यो जोमसुमतिरको खै मेरो त कान टालेर केही सुनिन हौ रोक भने क्या छ रोक भने के हो हैन मेरो त कान बन्द भएर केही सुनिन कागबेनी 9 किलोमिटर 9 किलो अब 20 किलोमिटर हो हामी जो नानाले भिडियो मेरो त हुँदैन त लाइभ मेरो त लाइभमा लाइभ गफ गर्न थाल्यो भने चाहिँ काटिहाल्नु है मेरो कुरा बिग्रला अहिले
सरी बहिनी सरी सरी आम सरी एन्जेलिना हजुर क्लच दिनु त मलाई साइला सर माया ओइ जाडो भयो नि के हुँदैन होइन कि जाडो हुन्छ ओके दिस भ्यू बिस्तार जाउँला नि त नि ल यस्तो दामी एकछिन हेर्नु भने पिस हो फेरि जाडोमा बस्न सकिँदैन यति जाडो भइरहेछ तर ओइ तिम्रो रिकनेक्ट पर्यो चल्छ कन्टिन्यू चल्छ जेउन्डे यहाँ नानाहरू पनि थियो रहेछ तर आउन हाम्रो दुई गाडी नै आउनु पर्थ्यो रहेछ है दुई गाडी नै आउनु पर्थ्यो रहेछ क्या सक्थ्यो रहेछ बरु है म बाजेलाई चाहिँ म बाजे नभए चाहिँ फोर्स गर्थेँ बाजे हुनुहुन्थ्यो क्या मलाई बाजे त अब बुढा मान्छे हो नि त ल्याउनु पर्ने चाहिँ रहेछ है यी चल्दो रहेछ ए पठाउनु म ल्याइहाल्छु नि नेक्स्ट ट्रिप म तपाईँहरूलाई रोकिदिइहाल्छु अलिक घाम भएकोतिर घाम त अब यस्तो त्यस्तै होला शैली भाउजू एपी दुबई जानु के पर्यो राम्रो छ र छैन है जानुपर्छ मरे माथि घुमेर के छ
उयो डाँडा भन्न पल्लो चाहिँ मनाङ पर्छ अरे क्या उयो डाँडा भन्न छ नलाने नि हामीलाई मनाङ हिँडेर चाहिँ 7 दिन लाग्छ अरे यहाँबाट हिँडेर 7 दिन गाडी जाँदैन गाडी उताबाट जाने यताबाट चाहिँ हिँड्दै जाने हामी उताबाट जाने नि त ट्वेल्भ काउन्ट गरेर 13 14 15 16 17 16 17 18 दिन जाने हो हुन्छ लाउनु पनि यहाँ अनि सानो मान्छे हामी जस्तोलाई त आउँछ यस्तै ठन्डी नै हुन्छ त्यो खाएको चाहिँ अहिले चाहिँ अहिले पनि चिसै छ कहाँ लगाएर के गर्छ बेच्छ कि ठिकै छ त गोठालालाई ल अनि पछिबाट दसैँ तिहारमा काठमाडौँतिर गाडी आउने भनेको उता सुदूरपश्चिम अनि मनाङ मुस्ताङबाट त गइरहेको हुन्छ च्याङ्ग्रा सारेको नानी व्यक्तिगत हो नि बाबा यो तिमीले डाटा तानेछौ कि तानेको छैन आज कहिले बिक्री हुन्छ हजुर डाटा तानेछौ कि छैन छैन तानु न अहिले मैले किनभने तिम्रो 30 मिनेटको प्याक तान्दैछु भोइस प्याकको लागि चाहिँ अनि किन माग्नु पर्यो भोइस प्याक नतान्दा हुन्छ त अनि त्यो अरू बाँकी रहेको रेस्टको तान्दा नि हुन्छ लाज मैले भोइस प्याक किन म फोन गर्न सक्दिनँ र भन्नु न $68 मैले अघि लाउनु खोजेको त्यहाँ किनभने त्यो मोबाइलबाट राम्रो छ मेरो विचारमा केबाट पनि जाने हो कि जस्तो मैले फोटो काटेको त्यही भएर लाइभ डिलिट गरेँ ल लाइभ आएन लाइभ अगाडि लाइभ आयो लाइभ आयो अन्त गाडीहरू त्यही छ पुरानो यहाँ आइन गाडीहरूको लाइन त्यत्रो छ अब हाम्रो नेपालको चाहिँ यता होला होइन सिन्डिकेटसँग आउन सक्छ खै अनि मान्छे आउँदैन रहेछ त मुस्ताङमा जति तल मान्छे आउँछ यति माथि त्यति नआउँदो रहेछ नि हिजो बाटोमा पनि त्यस्तो देखिएन नि तल त कम्ती त किन त कता भने पर मान्छेहरू
पर्ने कि जानु यस्तो घुमिरहेछ न आइज आइज त्यहाँबाट भ्याउँदैन अनि फेरि बोल्नु पर्नु त केही नि हुँदैन कि त्यही मलाई त टोयलेट दिनमा 2-3 पटक आउँछ अनि साइनालाई लाए हो पीछे जेरी गली हो के हो शेर्पा दाइ ठीक छ मनमा लड्डु तिराको देखिन्छ त लामो भिडियो गर्नुभयो ठिकै सर्ट Johnny Goalie. हामी साइला साइली हेर्छौँ साइना होइन हेर्ने ढुङ्गा फोन पनि गाह्रो भयो होला है बाटो बनाएर फोन पनि
भने आधा दिउ उठेर चाहिँ अर्को आधा दिउ के भन्ने भने बात खोजेको कि गर्लफ्रेन्ड खोजेको भनेर कस्तो मलाई हेर्छ ल यसो बच्छ ढालै बिर्सुन्छ के कसो म एकचोटि बसेछु बस्छु छैन भोलि जान्छु जहाँ पछि नि भयो यसमा म्युजिक छैन क्या राफी म्युजिकमै जाऊँ न त छक्का पार 20 रुपैयाँ 20 रुपैयाँ अनि त्यतिखेर उनीहरूले नि मार्ने रहेछ त नदेऊ बाबु नदेऊ है सिंगल दा पल्का भाइ सिडीमा लाउनु त एकचोटी ल यहाँ 10-20 रुपैयाँ मात्रै हो कति रे आन्टी त्यो 20 रुपैयाँ है क्या अब त्यसमा राख्नु अनि किन आउँछ गोटेमा झन्डा डबल मात्रै बाको पर्यो ल 20 को ल बाबु यहाँ ल्याउ यहाँ मेरो 20 रुपैयाँ लाउन आन्टी हजुरले 20 रुपैयाँ लाग्यो अङ्कल के भन्नु त पार मजा हेर्नु ल भाडा मात्रै भयो त भाइ यसो 50 रुपैयाँ ल त्यसैमा आछ के यो कति होला 10 को नोट त्यसैमा आछ झन्डीमा ठण्डीमा पैसा त दाइ हुकुममा जानु खोजेको त 20 रुपैयाँ मैले खेलेको चिडी डबल मात्र 10 को 20 दे और सब को चिडी आयो 20 रुपैयाँ बिदा दे उता 50 बिदा दे त उहाँलाई 50 रुपैयाँ नकारा 20 रुपैयाँ Cinco para comer uma